पुरै चामलको बोरा होइन एउटा साथी सङ्गी एउटा देखि आउनुभयो ए यहाँ हेर्नु यस्तो छ केही छैन हेर्नु यहाँ खुट्टाको अवस्था हेर्नु वडा अध्यक्षहरू अहिलेसम्म कुनै खाली त गर्नुपर्छ बाटो त बनाउनु पर्छ हेर्नु यो पुरै सिमलको रुख ढलेर खत्तम छ ल बाजी है त नमस्कार गुड मर्निङ मेरो फेसबुक पेज अथवा युट्युब च्यानलमा स्वागत छ आज चाहिँ म यहाँदेखि मिल बजारमा छु झन्डै 4-5 घन्टा लाग्छ मेरो घरमा जानको लागि यो बाटोहरूको हालत यस्तो छ आज उहाँ हामी बसेको जुम गरेर देखाउन सक्छु त्यो सेतो घरदेखि पल्लो साइडमा चाहिँ परदेखि नै घरमा चाहिँ हामी एक राति बसेका थियौँ र यहाँ एकदम ठुलो पानी बगिरहेको छ उहाँ सरले नि अस्ति आफ्नो मोबाइल अनि के सामान यही खोलामा दान गरेर जानुभएको थियो आज चाहिँ विशेष गरेर हाम्रो यात्रा कालेगाउँसम्म रहनेछ र यो पुरा माटोहरू बसिरहेको छ बाढीले गर्दाखेरि पानी कहिले भन्दै बोल्ने हो यता चाहिँ हाम्रो खोलोहरू छ यता चाहिँ तारेछोड यो चाहिँ मेरो जाने बाटो ऊ पारिदेखि नै चाहिँ हल्का कुनामा हाम्रो 4G को टावर छ त्यही भएर हाम्रो त्यो 4G को टावरले गर्दाखेरि चाहिँ हजुरहरूको माझमा भिडियो पुर्याउन पाइएको छ एकदमै र कतिपय जनप्रतिनिधिबाट गुनासो पनि छ र कतिपय जनप्रतिनिधिहरूले एकदम भएको काम गर्नुभएको छ राम्रो कामको लागि अब हामीसँग ताली बजाउनु छ नराम्रो कामको लागि हामी आलोचना गर्नेछौँ आज हेर्न सक्नुहुन्छ एकदम यो पहाडतिरको काम गाइस यो चाहिँ पुरै चामलको बोरा होइन बोकेर हिँडेको अवस्था अगाडिको बाटो चाहिँ अझ डेन्जर छ अब यो भिडियो कुन दिन अपलोड हुन्छ भन्ने कुरा ग्यारेन्टी नै छैन 4G को नेटवर्कले काम गरेको छैन र यहाँ मौसम पनि एकदम खराब छ र अहिलेको लागि छुट्टिन चाहन्छु बाई बाई